तपाईहरुलाई लाग्दो साथीहरु यसले किन एक्सपेक्ट रेशियोको कुरा गरिरहन्छ, के हो यो एक्सपेक्ट रेशियो भन्ने विषयमा तपाईहरुलाई जिज्ञासा हुन सक्छ हैन। एक्सपेक्ट रेशियो भनेको अहिले म जुन रेशियोमा भिडियो बनाइरहेको छु यो चाहिँ एकदम स्ट्यान्डर्ड साइज, यो युट्युबको साइज हो साथीहरु। यो युट्युबको लागि मात्रै प्रयोग हुन्छ र मैले यसलाई फेसबुकमा अहिले यो कौन रेशियोमा सुटिङ भइरहेछ भनी साथीहरु 16.9 हैन 16.9 को रेशियोमा यो सुटिङ भइरहेछ। अब यसलाई मैले फेसबुकमा हाल्नको लागि 16.9 रेशियो मैले हालेर राम्रो हुँदैन र यसलाई त्यहाँ लगेर यसलाई चाहिँ नि 9.16 रेशियोमा कसरी बनाउने, यसलाई सफ्टवेयरमा भिएन एपमा लगेर या इन्सर्ट या कुनै पनि एपबाट मोबाइलमा लगेर यसलाई चाहिँ नि एउटा फेसबुकको चाहिँ नि पर्फेक्ट रेशियोमा कसरी चाहिँ नि रूपान्तर गर्ने भन्ने विषयमा मैले तपाईहरुलाई छोटो जानकारी दिन्छु हैन। र यहाँ बाहिर बसेको छु, निकै गर्मी पनि निकै छ साथीहरु र यहाँ अब गाउँघर त हो नि, माथि आँपमा कौवा कराछन्, उता गोठमा भैँसी पनि कराउँछन् हैन। अब यो गाउँले परिवेश नेचुरल ठाउँ छ। त्यसो भएको कारणले अनि त्यो त कुरा भिडियोको भयो र फोटोको पनि हुन्छ साथीहरु। फोटोको पनि आफ्नो आफ्नै रेशियो हुन्छ। फोटोको फेसबुकमा कति रेशियो हुन्छ भनी साथीहरु 30 अंकहरु सबै याद मलाई छैन। तपाईले फेसबुकमा हाल्ने प्रोफाइलको अलगै रेशियो हुन्छ, तपाईले स्टोरीमा हाल्नेको अलगै रेशियो हुन्छ, अनि गएर ठाडोको अलगै रेशियो हुन्छ, त्यार्सोको अलगै रेशियो हुन्छ, विभिन्न कुराहरु हुन्छन् साथीहरु हैन। अनि गएर तपाईहरुले भिडियो हाल्दाखेरि भिडियोको टाइटल हाल्न जरुरी छ। टाइटल हाल्नुस्, ह्याशट्यागको कुनै मान्यता छैन। ह्याशट्याग हाल्न मन लागे हाल्नुस्, हाल्न मन नलागे नहाल्नुस्। एउटा ह्याशट्याग हाल्न सकिन्छ, त्यो पनि रिलेटेड कन्टेन्टसँग रिलेटेड। त्यो जुझाउनु पाए त्यही यानी ह्याशट्याग हालेर हुँदैन हैन। जस्तै मैले अब फेसबुक सम्बन्धी टिप्स दिइरहेको छु भने मैले चाहिँ नि फेसबुक को टिप्सको बारेमा चाहिँ नि भिडियो हो मेरो भनेर त्यो एउटा फेसबुकलाई चाहिँ डाइरेक्सन दिने हो, जानकारी दिने हो कि मेरो भिडियो यो सम्बन्धी हो भनेर। फेसबुकले थाहा त पाइहाल्छ हैन। अब अहिले त तपाईहरुले चाहिँ नि एउटा एआईबाट फोटो बनाएर पोस्ट गर्नु हो भने एआई जेनेरेटेड भनेर चाहिँ नि फेसबुकले दिइहाल्छ हैन। अहिले फेसबुक त्यति एडभान्स भइसकेको छ हैन। त्यसकारणले गर्दाखेरि साथीहरु यो एस्पेक्ट रेशियो कसरी मिलाउने यो भिएन एप या इन्सर्टमा गएर मैले तपाईहरुलाई यो देखाउँछु साथीहरु है। यो भिडियो एकदमै महत्त्वपूर्ण छ के तपाईहरुलाई यो भिडियोको रेशियो मिलाउनको लागि। यस्तोमा हैन के साथीहरु, फेसबुकमा यस्तोमा हो, देख्नु नि यस्तोमा हेर्ने हो। हामीहरुको मोबाइल चाहिँ नि यस्तो हुन्छ नि, यस्तोमा हेर्छन् तपाईलाई, यस्तोमा हेर्दैनन् के। यस्तोमा हेर्ने भनेको युट्युबमा हो। तपाईलाई फेसबुकमा यस्तोमा हेर्छन्, यस्तो मोबाइलको यस्तो ठाडोमा हेर्छन्। तपाईले भिडियो 1300 बनाइदिनु भयो भने त्यो भिडियो हेर्दैनन्, मास्तिर फाल्दिन्छन् साथीहरु।